नमस्कार सम्पूर्णमा। मैले जति पनि यो डिलिटेड भोटर्स इसिआई नेट विषय तपाईँहरूसँग कुरा गर्छु है, र मेरो सोर्सेस अफ इन्फर्मेसन तपाईँहरूलाई मैले सही इन्फर्मेसन दिएको छु कि छुइनँ है, म सही छु कि छुइनँ भन्ने कुरो तपाईँहरूलाई म यहाँ राख्न चाहन्छु है। र मैले यहाँ इसिआई इलेक्सन कमिसन अफ इन्डिया वेस्ट बेङ्गाल गभर्मेन्टलाई मैले एउटा इमेल पठाएको थिएँ है, र त्यो इमेल यस प्रकार छन्, यहाँ तपाईँहरूलाई मैले राखिदिएको छु। अनि इमेलको जवाफ मलाई के आयो त भन्ने कुरो त्यो पनि मैले यहाँनिर राखिदिएको छु है। र अर्को कुरो, मैले जुन यो फर्म 6 डिलिटेड भोटर्सहरूले जसले अपिल गरेको छैन उहाँले फर्म 6 भन्नुपर्छ भन्ने कुरो मैले राखेको थिएँ है। र यो मैले भनेको होइन, मैले डिएम अनि एसडिओसँग यहाँले मैले फोटो पनि तपाईँहरूलाई राखिदिएको छु है, एसडिओ साहबसँग खिचेको फोटो है। र यो मैले भनेको होइन, एसडिओ साहबहरूले हजुरहरूलाई सजेसन गरेको कुरो हो है। र तपाईँले निर्धोक मैले जे भन्छु त्यसलाई तपाईँले फलो गर्दा मिल्नेछ।